पूरा दोरा रोयल ग्रीनमा आउनुभयो आज के लास्ट न के आज होइन उ त चाहिँ यस्तो हो नि त मान्छे कोकोले ल्याएन भने म हाम्रो घरबाट 1 केजी हालिहाले माछा पकाउन त यो तेलले पुग्दैन ह ठिक गेला 250 पुग्ने मान्छे परेछ भन्छ झ्याक्ने तेल कहाँ बोक्न सकिन्छ भनेन नि त नि जे आयो त्यही मिटाउँछ टाउ बोकेर चाहिँ बसिरा बिल मात्रै ठुलो छ काटी हेर्न पुगो ढुङ्गा यत्रो ढुङ्गा भइसक्यो केलाई के ट्रकमा है उठा उठा बोल्डर भएर सेनी केबल दिनु पर्छ अनि फुल बोतल अर्को टिकारामले बजार गरेको दोडा प्याज ल्याएछ दोडा मात्रै खान दोडा मात्रै खान त 20 रुपैयाँको प्याज 10 टका र 20 टका 1-200 को किन्नु नि बस खाना आकामा तू त्यहाँ माग्न जान केला एक कोटी त भेट दिइहाल्छ नि त रमिङ पो चल्दो रहेछ त टावरको भेट होला नि रोमिङ चल्दैछ चुलो बनाउने यहाँ प्रोसेस चल्दैछ मरेको कसले त्यत्रो माछा ल्याएको छ उहाँ दनिकाने माछा बटुली हिँड्छ त्यही पनि त माछा हो लोकल माछा हो प्योर हिजो खसी काटेको भनेको कहाँ सुनेको थिएछ अरे कसले केन काकाले हिजो भन्दै थियो त कसको घरमा केला खसी काटेको केला खबर भयो कसको खसी काट्यो ल माछा पकाल्न थालिसकेछन् मासु चाहिँ अहिले ननिकाल है माछा मात्रै निकाल मासु कति गरेर पकाल्ने राइदा ए राइदा मासु कति गरेर पकाल्ने नि माछा एकछिन पछाडि मासु के माछा हो भ्रासका हाम्रो रामु दाइ हाँसेका हिजोदेखिको 35 बनाएदेखि केक काटेदेखि हाँसेका अझै पनि हाँसेका ब्लुटुथको नाम के हो यसको ब्लुटुथको के को नाम अरे ए पन भएको भन्दा फेरि के को नाम मेरो कनेक्टिङ भइरहेछ ब्लुटुथको फेरि भन्छ यसको चाहिँ के हो अहिले एकछिनमा लाउने नि त छैन ब्याट्री बेसी यो जङ्गलबाट निक्लेको एलियन हो हाल्दैन चामल पाक्छ पुरा सबै भाडामा त पाक्छ ला के ठिकै छ यो कसले ल्याएको मलाई काटेन सबै चुला अग्लो हो क्या रोयल ग्रिनमा आउनुभयो अब आइबी नखाने अब आइबी नखाने छोडिदिएको छोडिदिएको आज के लास्ट न के आज होइन उ त चाहिँ के अरे आइबी चाहिँ लास्ट भन्नु आइबी चाहिँ लास्ट यो त कन्टिन्यू यो त कन्टिन्यू ह्याप्पी न्यू इयर हेप्पी न्यू इयर ल
हाम्रो माछा पकाउँदैछ ओम प्रकाशले। दोकानमा किन हाल्न सक्दैन? कहाँ पानी कम्ती छ त्यहाँ के बाँधेर फेरि बाँधेर क्या काटेर हाल्यो गरौँ यो यसरी ट्याक्क काटेर हाल्यो त माने ए राजा पिरो हुन्छ बेसी। पानी गाउँमा हुँदैन दुईटा हाल्दा कहिले छ हौ त्यो हेर्न यो कस्तो स्टाइलको एउटा एउटा राजा फिटिन्छ यतिकै पनि। फिटिँदैन हुन्छ यतिकै माने केही हुँदैन यतिको। ओ भाइ कहाँ भयो हौ चलाउने ल्याऊ पानी देखाउँदैन डेट चाहिँ कहीँ देखाउँदै हेर्दिन मैले के डेट चाहिँ त्यसको कहीँ देखाउँदैन। ओइ भाइ चलाउने नि ऊ भन्छ किन बोकेर चाहिँ कहाँ बसिरहेको भात चलाउनु छैन ए छ त नि भात चलाउनु त्यही हो। डाडु छ अर्को ओ डाडु छ डाडुले नचलाउ माछालाई डाडुले खप्प खुडिन्छ त्यसले राम्रो हुन्छ फरक 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 अहिले होइन नि त हो त भातलाई कुन होइन भरे मासु उगाउनु हुन्छ भरे त त्यो 80% पनि आउँदैन त्यो रातो घोडा धेर चढी तिमी त रोयल कम्ती नै हुन्छ नि क्या हो सेउला पनि गाड्दिउ क्या छेउमा यसलाई के भनौँ भना न दिनु ए मसला त धेर नहाल्नु डर भने मिठो भरे उ आउँदैन मसला चाहिँ माथिबाट हाल्दा पनि हुन्छ धनिया चाहिँ हाल्नु पर्छ ए मसला पनि माथिबाट हाल्दा पनि हुन्छ यो प्रदीपले यत्रो बानी मासु निकाल्यो यहाँ प्लेटमा माछा के हो के सेन्तेरेमसँग खानलाई झरो झरो झरेको झर्नु दियो अब अग्निले खायो। अग्निले खाएर त हाल 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 बिजार हल्का गुटो मुटो हुन्छ थप्नु पर्दैन। ल ल ल पस्की पस्की पछि निकाल्न डिस निकाल्नु पर्दैन। ल प्रदीप भात हाल हान्छौ रामु दाइले खेला यो सिँगै लिएर बस्नु भएको नि फुल बोतल माछा एउटा एउटा पिस देऊ पहिले अनि फेरि अरू एक खेप दिनु अरू एउटा पिस रह्यो भने उसले भन्ने केला मुला र साग बिच भने मात्रै पुरा फुर्ती आलु थियो भने अघि 4 पिस खाए केला मेरे उले केला काडा झिक्छु माछा हराउँछ हुन्छ मलाई त्यो साग र मुला चाहिँ हाल झोल हाल खुडियो छ है माछा के भने साग दे मुला बसेर अनि मात्रै खान्छ। हामी त मासु त केला सधैँ खान्छौँ अझै पनि हिजो मासु काटेको छ घरमा मोबाइलले त केला ओ सेनो भाइ छोरी सुतै गर्छ नि मेरो छोरो पनि झ्याङ्ने किन सुतेको गर्छ पनि केला जन्मियो भने उठ्छ अरे राति जन्मियो भने सुत्छ अरे मेरो त बेलुका जन्मेको केला अनि सुत्छ एकदम सुतै गर्छ बेलुका जन्मेको सुत्छ राति दिउँसो पुरा सुत्छ केला मुटो भने चाहिँ यात्रा झोल हाल्दियो त छोटो झोल 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 छैन झोल 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 यहाँ मासु छ मेरो घरले गुल्ली छ त अनि हाम्रो सक्यो अब अलिकति खाना झोल 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 छैन हौ सबै क्लियर भयो तपाईको आज माछामा मसला पनि बेसी परेन छ हामीलाई जति चाहियो ल मैले हालेको भयो पैसा
क्लियर भइसकिसक्यो यहाँ अरे कुनै सानो भएर अझ कुरा गरिराख्नु भएको त ओभर सानो भाइले नै खाना खाँदा म पैसा दिएँ ओ टिकाराम ह्याप्पी न्यू इयर यस्तो गान लाउनु पर्छ केला ओइ घोडा बाँध्दै केला मिरीको घोडा गाडी खेला अरे फसो अरे घन्टा घोदा आएर गजाको जस्तो लिएर आउँदै गयो खान पिन्नु पर्दैन ह्याप्पी न्यू ओ ह्याप्पी न्यू इयर पुरा दोरा नायो लाउनु पर्छ नि ओ घनश्याम नायो काजाले दियो ए